नमस्ते, स्वागत छ तपाईलाई यस भिडियोमा। म एनबी सलामी, शाखा अधिकृत नेपाल सरकार। अहिले दैलेखमा पोस्टिङ छ। म आज तपाईलाई कुन पद मन पर्छ, तपाईको बिहेभियर कस्तो छ, तपाईको बानी व्यवहार कस्तो छ, तपाईको सोच कस्तो छ, त्यो अनुसार कुन पद कुन सेवा समूहमा तपाई फिट हुनुहुन्छ त है, त्यो विषय लिएर आएको छु। चेक गर्नुस् तपाईको बानी कस्तो छ, कुन पदसँग सुहाउँछ र कुन पदमा फिट हुनुहुन्छ। हैन भने तपाईले पछि गएर ओहो यो पद मलाई ठिक भएन, म अर्को पदमा जानुपर्छ भन्ने जस्तो लाग्न सक्छ। त्यो भएर यदि अहिले नै थाहा पाउन सक्नुभयो भने केही चिज हुन सक्छ। यो मैले केही अनुभव केही गरेको छु, केही देखेको छु, केही भोगेको छु, हैन केही सुनेको छु, त्यही आधारमा तपाईलाई भनेको छु है। यो चाहिँ भेरिफाइड चिज होइन, एउटा अनुभव मात्रै हो, एउटा आभास मात्रै हो। कुरो के भने तपाई कुन प्रकृतिको मान्छे हो, त्यो अनुसार तपाई कुन पदको लागि फिट हुनुहुन्छ, त्यो हुन्छ एउटा चिज। सबभन्दा पहिला जाउँ, तपाई सामान्य प्रशासनतर्फ कुरा गर्छु। सबभन्दा पहिला म सामान्य प्रशासनतर्फ तपाई जागिर खान थाल्नुभयो भने, यदि खरिदार र नासु अथवा प्रदेशतर्फको सहायक चौथो पाँचौं तपाई जागिर खाने हो भने तपाईसँग कस्तो क्वालिटी हुनुपर्छ। सबभन्दा पहिला फाइदाका कुरा गरौँ। यो पद जो प्रदेशबाट खुल्ने सहायक चौथो र पाँचौं, यता नासु खरिदार, यो पद भनेको जनतासँग डाइरेक्ट कन्ट्याक्टमा हुने पद हो। सेवाग्राहीसँग डाइरेक्ट कन्ट्याक्ट हुन्छ, फेस टु फेस हुन्छ, भनेको फ्रन्ट लाइनमा बसेर काम गर्ने पद हो। यो पदमा जो बस्नुहुन्छ उहाँहरूले जनताको सबै चिज हेर्नुहुन्छ, सबै चिज देख्नुहुन्छ, उनको लय खवाई हुलिया हेर्नुहुन्छ, सब चिज हैन कुन कन्डिसनबाट आएको सबै कुरो तपाईँ थाहा पाउन सक्नुहुन्छ र उनीहरूको एकदम बटमबाट समस्या के हो बुझ्नुहुन्छ, काम के हो बुझ्न सक्नुहुन्छ। त्यो तपाईलाई फाइदाको कुरा गर्दैछु। त्यो किन फाइदाको कुरा गर्दैछु भने, यदि तपाईले राम्रोसँग सेवा दिन सक्नुभयो, उहाँहरूले चाहे जस्तो सेवा दिन सक्नुभयो भने उहाँहरूले तपाईलाई पक्कै पनि आशीर्वाद दिनुहुन्छ। तपाईलाई सर भनेर सम्बोधन गर्नुहुन्न, तपाईलाई नानी भनेर सम्बोधन गर्नु छ। अब भयो नानी काम मेरो, भयो, अब जाँदा हुन्छ, अरू के गर्न पर्दैन। अब जब भयो भन्नुहुन्छ त्यसपछि तपाईलाई आशीर्वाद दिएर जानुहुन्छ। राम्रो काम गर्नुभयो भने है। फेरि यो खुसी त्यति बेला मिल्छ जब अपरिचित व्यक्तिले तपाईलाई आशीर्वाद दिन्छ, जान्छ। मेन खुसी यो भयो। अर्को, तपाई त्यो पदमा बस्नुभयो भने कुनै पनि चिजको जरासँग पुग्नुहुन्छ, समाज चिन्नुहुन्छ क्या। समाजमा कस्ता किसिमको मान्छे छन्, कस्तो किसिमको जटिलता छ हैन, अहिलेको परिवेश कस्तो छ, तपाईले पढेको र भोगेको देखेकोमा फरक पर्छ। त्यो चिज के छ तपाई झलझली देख्न सक्नुहुन्छ। यो भयो राम्रो पक्ष। यदि यो पक्षमा यो ठाउँमा काम गर्न चाहनुहुन्छ, प्रदेशको सहायक चौथो र पाँचौं, यतातिर सङ्घको नासु र खरिदारमा भने तपाईले यो चाहिँ अनुभव गर्न पाउनुहुन्छ। यो राम्रो, एकदमै राम्रो पक्ष हो। मलाई नै मनपर्छ यो चिज है त। भनेको कन्ट्याक्ट हुन्छ डाइरेक्ट जनतासँग, जनताका समस्याहरू बुझ्न सकिन्छ, कसरी भन्नुहुन्छ। यदि तपाईँ त्यो लाइनमा बसेर हेर्नुभयो भने। अब नराम्रो पक्ष के छ त भने, सबै राम्रा पक्ष त हुँदैनन्, नराम्रो पक्ष नि होलान्, छन्। के हुन्छन् त भने, यदि तपाईले त्यसरी काम गर्न थाल्नुभयो भने, जनताको काम फ्रन्ट लाइनमा बसेर गर्न थाल्नुभयो भने तपाईको कार्यालय प्रमुख तपाई जस्तै हुन्छ, तपाईलाई मात्रै सपोर्ट गर्छ भन्ने छैन। त्यो विशेष गरी म यो सेवा सुविधाको कुरा गर्दैछु। तपाईले बेसरी काम गर्नुभएको छ, जनताको मन जितेर काम गर्नुभएको छ, तर कुनै कुनै कार्यालय प्रमुखहरू कस्ता हुन्छन् भने सबै हुँदैनन् हैन। मैले कार्यालय प्रमुखलाई त्यसरी घोचेको पनि होइन, म पनि कुनै कार्यालयको कार्यालय प्रमुख हो। तपाईको काम ठिक छ, तर तपाईको कार्यालय प्रमुखसँग हिमजिम बढाउनु भएन, हिडडुल गर्नु भएन भने कार्यालयबाट हुने
केही सेवा सुविधाहरू हुन्छन् नि, जस्तो कुनै तालिम गोष्ठीहरूमा, त्यो विशेष गरी तालिमको भत्तावाला तालिममा, त्यस्तै गरी टिएडिएमा तपाईँलाई नगनिन सक्छ, त्यसमा सिफारिस नहुन सक्छ। किन तपाईँ काम गर्ने मान्छे हो, तपाईँ काम गरिरहनुहोस्। जो ट्याकटुक गर्छ, कामसम्म छोड्छ, एकचोटि सर्लका भनेको हेलो हाई इफेक्ट भन्ने हुन्छ नि, हेलो इफेक्ट पार्ने अथवा अलिकति कन्ट्याक्ट बढाउने, अलिकति हिमझिम बढाउने भनौँ न, त्यस्तो मान्छेहरू यदि तपाईँ त्यो पनि गर्नुहुन्छ भने फेरि यता काम बिग्रिन्छ। किनकि मैले सबै कार्य पनि त्यस्तो हुन्छ भनेको छैन, तर कुनै कार्य प्रमुख त्यस्तो पर्छ, मैले अनुभव गरेको छु। म नि खरिदाएको थिएँ एकचोटि। त्यसो भए नराम्रो पक्ष के हुन्छ भने तपाईँ जहिले फ्रन्टलाइनमा बस्नुहुन्छ, तपाईँ त्यही पदमा रहिरहनुहुन्छ क्या, तपाईँको वृत्ति विकास हुँदैन। किन हुँदैन भन्नुहोला, 10 to 5 जागिर खार्ने हो, त्यसपछि अरू टाइम त पढ्ने भन्नुहोला। यो केही व्यक्तिले मात्रै त्यो सक्छन्। तपाईँलाई म एउटा तितो यथार्थ भनौँ, जो सेवामा हुनुहुन्छ उहाँहरू लोकसेवाको तयारी गर्ने भनेर अफिसको कामलाई बाइपास हान्नुहुन्छ। विभिन्न बाहनामा पढ्न जानुहुन्छ, विभिन्न बाहना जेसुकै हुनसक्छ। त्यो बाहना पार्नको लागि तपाईँ कार्यालय प्रमुखको नजिक हुनुपर्छ। कार्यालय प्रमुखलाई कसरी हुन्छ रिझाउनुपर्छ। कहीँ यसो दालसाल ल्याउने हो कि टिमुर सिमुर ल्याउने हो कि के मनपर्छ, कतै स्याउ ल्याउने हो कि के ल्याउने हो, ठिकठाक पाएर ट्याक्क बिदा मिलाउने हिँड्यो। सुन्नुहोस्, एउटा बिदा भनेको के हो त भने कर्मचारीलाई दिएको बिदा भनेको अधिकार होइन, त्यो सहुलियत मात्रै हो। तर यहाँ अधिकारको रूपमा युज गर्छ। कार्यालय प्रमुखलाई रिझाउने, उसलाई चाहिँ मक्ख पार्ने, ठिक्क पार्ने, फुरुङ्ग पार्ने, त्यसपछि बिदा मिलाउने हिँड्ने, त्यो पाटो हुन्छ। यदि तपाईँ, मैले अघि भने, तपाईँ यदि फ्रन्टलाइनमा बसेर जनताको सेवा गर्दै हुनुहुन्छ भने त्यस्ता मान्छे अघिल्लो माथिल्लो पोस्टमा जान्छन्। किनकि उनीहरूले कामलाई लात हानेर पढ्न गएको हुन्छन्। त्यही भएर भने यहाँ चाहिँ भन्छ नि, विभिन्न राजनीतिक दलका नेताहरूले भन्ने गर्छन् नि, आन्तरिक प्रतिस्पर्धा हटाऊ भनेर। यही देखेर सबैले नहोला, तर केही मान्छे त्यस्तो गरेका छन्, मैले देखाएको छु। त्यो तितरदार्थ हो। यदि आएर कसैले कमेन्ट नराम्रो गर्नुहुन्छ भने गर्नुहोस्, त तपाईँको अधिकारको कुरा हो। तर मैले देखेको कुरा भनेको हो। मेरै साथीहरू कति गएको छ काम छोडेर पढ्न। भनेको यदि फ्रन्टलाइनमा काम गर्नु चाहनुहुन्छ भने, खरिदार नासु अथवा प्रदेशको सहायक 4औं 5औंमा काम गर्नुहुन्छ भने तपाईँलाई फ्रन्टलाइनमा बसेर काम गर्ने हो। त्यहाँ मजाले जनताको सेवा बुझेर काम गर्नु, जनताको तर्फबाट आशीर्वाद पाउँछ। काम राम्रो गर्नुभयो भने राम्रै हुन्छ, ओके। तर त्यही हो, यता आफ्नो करियर पाथमा धक्का लाग्छ, गाह्रो हुन्छ। किनकि सबै त्यसरी काम गरेर के अरे परीक्षा दिने होइन, कोही पढेर परीक्षा दिने हो। त्यो भयो। तपाईँको नेचर कस्तो हुनु पर्यो? बिन्दास। जो जतिसुकै माथि पुगोस् त, हामीलाई के, हामीले जनताको सेवा गर्ने, ठिक छ भन्ने नेचरको छ भने बेसरी काम गर्नुहोस् त्यहाँ बसेर। त्यो नराम्रो हुँदैन, राम्रै हुन्छ। तपाईँ शाखा देख्दै हुनुभयो, अझै माथि जानुभयो। माथिल्लो पदले राम्रो गर्ने होइन। कुनै कार्यालयमा एकदमै तल्लो लेभलको, माने कुनै कार्यालय सहयोगी नै छ भने ऊ कुनै सिपमा एक्सपर्ट छ, कुनै स्किल सिकेको छ भने उसैलाई मान्ने गर्छन्। मैले काम गरेको कार्यालयमा पनि त्यस्ता मान्छे छन्। माथिल्लो पोस्टमा जाँदैमा तपाईँ ठुलो होइन, जनता अथवा सेवागारले पनि थाहा पाउँछन् कि यो मान्छेले चाहिँ काम गर्छ, उसको पदसँग मतलब हुँदैन, बस काम चाहिँ यसले राम्रो गर्छ। तपाईँको नेचर त्यस्तो टाइपको हुनु पर्यो, अनि त्यो पद तपाईँलाई सुहाउँछ। होइन मलाई त त्यस्तो चाहिन्न, बस मलाई जागिर खाने हो, जागिर भनेको ट्याक्क हाजिर लाउने हो, त्यसपछि टाप कस्ने हो भन्ने भने त्यो पद तपाईँलाई सुहाउँदैन। तपाईँ कुनै अन्तै जानुहोस्,
अथवा त्यही पदमा हुनुहुन्छ भने कार्य प्रमुखसँग के गर्ने गर्नुहोस्, त्यो अब मेरो भन्नु केही छैन, जनताले पनि केही भन्न सक्दैन तपाईँलाई। अब तपाईँको नेचर यदि फ्रन्टलाइनमा बसेर काम गर्ने हो त्यहाँ जाने हो। अर्को कुरा गरौँ, लेखाको कुरा गरौँ। यदि तपाईँ जनताको कन्ट्याक्टमा रहन चाहनुहुन्न, तपाईँ बरु काम कति आउँछ रातभरि गर्दैन, दिनभरि बिहान गर्दैन, सक्दिनँ, त्यसपछि फुर्सद मिलाउने भन्नुहुन्छ भने लेखा ठिक छ तपाईँलाई। लेखाको कर्मचारी जनतासँग डाइरेक्ट कन्ट्याक्ट हुँदैन, प्रत्यक्ष सेवाकारीसँग कन्ट्याक्ट हुँदैन। अझ कोल्निका बस्नुभन्दा खालि कर्मचारीसँग मात्रै कन्ट्याक्ट हुन्छ। कुनै कार्यालयहरू होलान्, नभए त्यहाँ 10 to 4 काम गर्नु, 10 to 5 काम गर्नुपर्छ भन्ने पनि छैन। के काम छ, सरल बिहान जस्तो मानौ अब त कुनै कार्यालयमा तलब हाल्ने मात्रै काम हुन्छ, सरलको एकछिन तलब हाल्यो, हिँड्यो, सक्यो। जनतासँग कन्ट्याक्ट हुन चाहनुहुन्न भने त्यो पद ठिक छ, तर जनताको सेवा गर्न चाहन्छु, म जनतासँग नजिक रहेर उनको समस्या बुझ्न चाहन्छु, समाज बुझ्न चाहन्छु भन्ने भयो भने लेखाको जारी ठिक छैन तपाईँलाई। तपाईँ प्रशासनतर्फ आउनै पर्छ। अब जाउँ यता न्यायतर्फ। यो न्यायको विशेष गरी खरिदार नासु तहसम्म है, तपाईँ त्यहाँ जानुभयो भने तपाईँ एकदमै कसैको अन्डरमा बस्न सक्नुहुन्छ भने त्यहाँ जानुहोस्। एकदमै त्यहाँ न्यायाधीशलाई सर पनि भन्न मिल्दैन, श्रीमान भन्ने हो। त्यो टाइपको एकदमै पोलाइट शिष्ट, त्यो भन्दा पनि एकदमै आदर समानार शब्दहरू बोल्न सक्नुहुन्छ, त्यहीमा अन्डरमा रहन सक्नुहुन्छ भने त्यहाँ जानुहोस्। किनकि न्यायमा गइसकेपछि तपाईँको यतातिर प्रशासनकोतिर आउन पाइँदैन, परिस्थिति मात्रै होस्, सर भएर आउन पाउँदैन। अर्को करियर पाथ भनेको वृत्ति विकासमा पनि गाह्रो हुन्छ, किनकि मास्टर त LLB पढेको चाहियो हैन, न्याय पढेको चाहियो। तपाईँ न्याय पढ्नु भएको छ भने ठिकै छ। अनि अर्को कुरा गरौँ परराष्ट्रको। परराष्ट्रमा जागिर खाने हो भने तपाईँ परराष्ट्रको अफिस कहाँ हुन्छ थाहा छ तपाईँलाई? थाहा छ, परराष्ट्र मन्त्रालय हो, नभए राजदूतावास हो विभिन्न देशमा। त्यसरी घुम्न मन लाग्छ भने त्यही जाने हो। नेपालमा बस्दैन, म जाए त नेपालकै खान्छु, तर म जान्छु कि त मन्त्रालयतिर बस्छु, होइन भने उतै जाने हो, विदेशतिर जाने हो, राजदूतावासमा जागिर खाने हो भन्ने भए परराष्ट्र परिषद दिने हो। अर्को सङ्घीय संसद, राष्ट्रिय मानवाधिकार आयोगको कुरा गरौँ। यी दुईटा विषय काठमाडौँमा खुल्छन्। सङ्घीय संसदको कुरा गर्दाखेरि सङ्घीय संसदको कर्मचारी हुनुभयो भने त्यही संसद सचिवालय, सङ्घीय संसद त्यहीँ बस्ने, जागिर त्यहीँ हुन्छ, काठमाडौँभन्दा बाहिर आउन पर्दैन। यो कहाँनिर फाइदा हुन्छ भने यो कर्मचारी कसलाई फाइदा हुन्छ भने, जस्तो मानौ सङ्घीय संसदको कुनै पदमा कार्यरत हुनुभयो, खरिदार अथवा नासु के हुन्छ, त्यस्तै गरेर शाखा अध्यक्षसँग हुनुभयो भने तपाईँ त्यहीँ बस्ने हो, काठमाडौँमै बस्ने हो। जब काठमाडौँमै बस्नुहुन्छ भने तपाईँ धेरै अपर्च्युनिटी पाउनुहुन्छ। माथिल्लो लेभलमा पढ्ने, बिहान साँझ क्लास लिन पाउनुहुन्छ, पढ्न सक्नुहुन्छ। यदि नभए तपाईँले पढाउन पनि सक्नुहुन्छ, अन्य चिज पनि गर्न सक्नुहुन्छ। तर बेफाइदा के हो त भने, अब एउटै सानो घर छ, एउटै घरमा सबै चिज त्यहीँ बस्ने हो, कथन कदाचित कसैसँग मनमुटाव भयो, केही चिज कसैको मिलेन, कुरो मिलेन भने तपाईँ म सरो गरेर अन्त जान्छु भन्न पाउनुहुन्न, त्यहीँ बसिरहने हो।
त्यो हो सङ्घीय संसदको कर्मचारीको कुरा। मानव अधिकारको पनि त्यही हो। अनि राजस्वको कुरा गर्दाखेरि तपाईँ यदि भिडभाडमा काम गर्न चाहनुहुन्छ भने राजस्वतिर जाने हो। लाइनै लाइन हुन त प्रदेशतिरका यो यातायात कार्यालयहरू पनि हुन्छन् होइन, अन्य कार्यालयहरू प्रशासन कार्यालय पनि हुन्छ, तर प्रशासन कार्यालयमा के काम हुन्छ? व्यक्तिगत काममा पनि हुन्छ, अन्य काम पनि हुन्छ, तर त्यहाँ व्यापारका कुरा, करका कुरा, ती कुरामा पोख्त हुनुहुन्छ, त्यहीँ बसेर त्यस्ता विषयमा काम गर्न सक्नुहुन्छ भने त्यहीँ जाने हो। त्यहाँको कर्मचारी पनि यता आउन पाउँदैन, राजस्व नै हुन्छ। यो भयो सेवा अनुसारको। म अब पदको कुरा गर्दैछु। पदको कुरा जस्तो मैले अगाडि भने फ्रन्टलाइनमा काम गर्न चाहनुहुन्छ भने खरिदार हुने हो होइन। अब कार्यालय प्रमुखै हुन्छु भन्नुहुन्छ भने कम्तीमा पनि शाखा अधिकृत हुनु पर्यो। अझै माथि जान्छु भन्ने हो भने त तपाईँ जे पनि हुन सक्नुहुन्छ। तर म के भन्छु भने पहिला पहिला मलाई लाग्थ्यो होइन माथिल्लो पदमा जानुपर्छ, माथिल्लो शाखा अधिकृत, उपसचिव, सहसचिव हुनुपर्छ, त्योभन्दा तलतिर जाहिर खाएर त केही हुँदैन भन्ने लाग्थ्यो पहिला कि मलाई। अहिले के लाग्छ भने होइन, मासतिर जाहिर खाएर केही कामै छैन, बोझ हुन्छ बढी। जस्तो खरिदार राजुले के गर्ने हो? नियमसँग काम गर्ने, उठ्ने हो, हिँड्ने हो, आफ्नो ड्युटी पुरा गर्ने हो, हिँड्ने हो। तर कुनै जटिलता आयो भने कहाँ पुग्छ यो विषय? कार्यालय प्रमुखसँग पुग्छ। भनेको जति माथिल्लो पदमा जानुहुन्छ त्यति नै जटिलताहरू थपिँदै गर्छन्। जस्तो तपाईँलाई भनौँ एउटा कुरो, जस्तो कुनै चिज डाउट लाग्यो भने कुनै मन्त्री त्यो सचिवहरूले, उपसचिवहरूले निर्णय गर्दैनन्, आफू डर मान्छ। परेका पनि छन् अख्तियारमा। के फ्रन्ट लाइनमा बसेर काम गर्ने कर्मचारीले उठाएको चिज, त्यसले तयार पारेको प्रतिवेदनमा आधारित भएर उनीहरूले एप्रुभ गर्ने हो। यदि त्यो कर्मचारी फटाए निस्कियो भने, यदि उसले गरेको निर्णय गलत रहेछ भने, यदि उसले सङ्कलन गरेका चिज नै गलत रहेछन् भने ऊ त फसे आफू नै फसिन्छ। मैले डर देखाएको चाहिँ होइन, यो यथार्थ हो। किनकि कर्मचारी भइसकेपछि के हुन्छ भने विश्वासको आधारमा चल्नुपर्ने हुन्छ। मालपोतकै कुरा गरौँ, मालपोतको कुरा गर्ने हो भने मोड भिडाउने मान्छे, तामेली भिडाउने मान्छेले ठिक छ भनेछ भने पास गर्ने मान्छेले सिग्नेचर गर्ने हो। यदि त्यो गलत रहेछ भने के हुन्छ? सबै गुण नै उठेर हिँड्ने हो। त्यसो भएर मास्तिरको भन्दा तलतिरको काम गर्न राम्रो हुन्छ। अब यो किन पनि भन्दैछु भने मैले यदि अहिलेको केसमा म खरिदार भइदिएको भए म के गर्ने? मलाई मतलब हुन्थेन 10-5 बजाउने हो, त्यसपछि काममा अन्य काम गर्ने हो। अहिले के छ? होइन, तपाईँको काम केही छैन, तर पनि तपाईँले कार्य छोड्न पाउनुहुन्न, जिल्ला छोड्न पाउनुहुन्न। किन? जिम्मेवारी। खरिदार नासु के हुन्छ? काम गर्ने हो, नियमसँग, त्यसपछि के छ? आफ्नो धन्दामा लाग्ने हो। तपाईँ लाग्न पाउनुहुन्न, किनकि तपाईँलाई 10 बज्नुभन्दा अगाडि पनि बिहानै पनि केही काम पर्न सक्छ, साँझ पनि काम गर्न सक्नुपर्छ, काम गर्नुपर्ने हुन्छ। अर्को कुरा, जब तपाईँ अलि माथि जानुहुन्छ नि, त्यसपछि तपाईँको माथि के हुन्छ? राजनीति हुन्छ क्या। फेरि कुरो त्यसो हो क्या। जस्तो वडा कार्यालयमा फेरि वडा सचिवको कसको अन्डरमा हुन्छ? वडा अध्यक्षको अन्डरमा भइहाल्छ, डाइरेक्ट राजनीति भयो। पालिकामा जानुहुन्छ भने प्रमुख प्रशासनिक अधिकृत कसको अन्डरमा हुन्छ? ठ्याक्कै पालिका प्रमुखको, पालिका अध्यक्षको। अलि माथि जानुहुन्छ मन्त्रालयतिर भनेको मन्त्रालयको सचिव भइहाल्छ।
आफ्नो माथिल्लो निकाय डाइट मासतिर यदि राजनीति पर्यो भने त्यो राजनीतिको छत्रछायामा बस्नुपर्ने हुन्छ। त्यो मलाई मन पर्दैन। खरिदार नासु भयो भने के हुन्छ? खरिदार नासु कर्मचारीकै अन्डरमा बस्ने हो, कार्यालयमा कर्मचारी नै हुन्छ। त्यसो भयो भने सजिलो हुन्छ। तपाईलाई के लाग्छ? तपाई माथिल्लो पदमा जानुहुन्छ, माथिल्लो पदमा गइसक्नुभयो। अब त मलाई फुर्सद एउटा लेख आएको थियो नि, लेख न के हो। अब कम्तीमा शाखा अधिकृत भइसक्यो भने म त अब किताब लेख्नुपर्छ। मेरा खरिदार सुब्बा त कामै गर्दैनन् है भन्छन् रे। खरिदार सुब्बा फेरि के गर्ने रे? यो हाकिम खत्तम हाकिम छ, यसले चाहिँ न बिदा दिन्छ न केही दिन्छ। त्यो किसिमको अन्डरस्ट्यान्डिङ हुन आवश्यक छैन। के अरे मिसअन्डरस्ट्यान्डिङ हुन आवश्यक छैन। ठिक छ, तपाईँ सबैले आफ्नो आफ्नो कर्तव्य निभाउने हो, आफूलाई दिएको जिम्मेवारी पुरा गर्ने हो, बस काम सकियो। तपाईँ जुन पदमा रहनुहोस्, जस्तो सुकै सेवा रहनुहोस्, तपाईँ त्यसमै सन्तुष्ट हुनुहोस्। सबभन्दा पहिलो प्राथमिकता तपाईँको सेवामा दिनुहोस्, तपाईँको काममा दिनुहोस्, तपाईँको जिम्मेवारीमा दिनुहोस् र तपाईँको करियर पाथ दोस्रोमा राख्नुपर्छ। त्योबाट बचेको समय करियरमा दिने हो, त्यो बाहेकको समय करियरमा दिने हो। त्यो कामलाई लातान जानु भने तपाईँलाई अलि नैतिकताले नै नदिनुपर्ने हो नि त। त्यस्तो छैन। धेरैजसो मान्छेहरू काम छोड्ने, कति बेला काम छोडेर र पढ्न जानुला भन्ने जस्तो हुन्छ, तर त्यस्तो नहुनुपर्ने मेरो विचार हो। अल्टिमेटली कुरा के भने, कुल मिलाएर मेन थिम भनेको के हो भने, फ्रन्टलाइनमा बस्नलाई तपाईँ खरिदार नासु, जनतासँग कन्ट्याक्टै नहुने हो भने ठिकै छ। म यता लेखातिर बाहिरतिर हिँड्ने हो भने राष्ट्र, काठमाडौँमै बस्छु भन्ने हो भने सङ्घीय संसद वा के अरे राष्ट्रिय मानवाधिकार आयोग होइन, मजार भन्सारतिरै बस्ने हो, त्यहाँ कमाइ हुन्छ अरे भन्नुहुन्छ भने अब कति कमाइ हुन्छ त मलाई थाहा छैन। अब होइन म त यातायात कार्यालयतिर यस्ता कार्यालयमा जान्छु भन्ने हो भने प्रदेशको लोकसेवा दिनुहोस्। अर्को कुरा, म त चट्ट टाई सुट लाएर टक्क हिँड्ने हो होइन, मजाले ब्याङ्कमा बसेर एसीमा हावा खाएर बस्ने हो भन्नुहुन्छ भने ब्याङ्कतिर जानुहोस् होइन। अब मैले त बिबिएस पढाएको छैन भन्नु होला, पढ्नु पर्दैन। +2 पास गरेको हुनुहुन्छ यदि भने राष्ट्र ब्याङ्कमा जागिर खान पाइन्छ। राष्ट्र ब्याङ्कको सहायक द्वितीय कि के पाइन्छ, सहायक द्वितीय नै हो। +2 पास गरेको जसले पनि पाउँछ, जुन विषयमा +2 पास गरेको भए पनि हुन्छ। त्यहीँ जानुहोस्। सबभन्दा राम्रो जागिरै राष्ट्र ब्याङ्कको भन्छन्, सेवा सुविधाको हिसाबले। आजलाई यति भन्छु। म गन्थन मन्थन धेरै गरेँ, तपाईँको पढ्ने टाइम डिस्टर्ब गरेँ है। अब पढ्नुहोस्। तपाईँको लक्ष्य के हो, उद्देश्य के हो, पढ्नुहोस्, स्वास्थ्यमा ध्यान दिनुहोस्, नियमित पानी पनि पिउनुहोस्, सकेसम्म व्यायाम पनि गर्नुहोस्। यसलाई म छुट्टिन्छु। हवस्, नमस्ते।